तिमी 7 समुद्र पारी छौ, म यहाँ भए पनि मेरो मन सधैँ तिमीसँग हुन्छ। साँच्चै भन्ने हो भने माया भनेको दूरीले नछेक्ने रहेछ, पहाडले नरोक्ने रहेछ, एउटा अचम्मको भावना रहेछ। यसले एउटै भाषा बुझ्दो रहेछ, मनको भाषा। दिनदिनै किन हो तिम्रो माया झन् अझै गहिरिँदै गइरहेको छ। तिम्रो बोली सुन्न मन लाग्छ, तिम्रो तस्बिर हेर्दा मन शान्त हुन्छ। कहिलेकाहीँ एक्लै हुँदा तिम्रो फोटो हेरेर मुस्कुराउने गर्छु, अनि मनमनै तिमीसँग कुरा गर्छु। भेट्न त मन कति लाग्छ कति, तर यो दूरीले हामीलाई टाढा बनाएको छ। त्यसैले मनलाई सम्झाउँदै बस्छु, तर म विश्वास गर्छु कुनै न कुनै दिन हामी अवश्य भेट्नेछौँ, कुनै न कुनै दिन हामी सँगै हुनेछौँ। तिम्रो कल वा म्यासेज नआउँदा मन बेचैनी हुन्छ। तिम्रो आवाज सुन्न नपाउँदा आफूलाई अधुरो महसुस गर्छु। तिमीलाई सम्झेर कहिले हाँस्छु, कहिले आँसु झार्छु, तर दुवैमा माया नै भेट्ने गर्छु। दूरीले हामीलाई टाढा राखेको छ, तर तिमी मेरो मुटुको एकदमै नजिक छौ। मेरो हरेक सासमा, हरेक सोचमा तिमी मात्रै छौ। मेरो जीवनको लक्ष्य नै तिमी हो। तिमीलाई आफ्नो बनाउने र जीवनको अन्तिम समयसम्म तिम्रै साथमा रहने।